यो सम्भव छ भन्दा पनि सबैजनाले आफ्नो इगो एक ठाउँमा राख्नु पर्यो। वास्तवमै परिवर्तन गर्छु भन्ने एउटा परिवर्तन धारहरू चाहिँ अब एक ठाउँमा नआइकन यो सम्भवै छैन। बालेन भन्नुभयो, हर्क भन्नुभयो, गोपी हमाल जस्ता अरू पनि हुन्छन्। अरू नाम चाहिँ अहिले कुलमान घिसिङ हुनुहुन्छ, अहिले हिडन फेस अरू पनि आउनुहुन्छ। सहकार्य गरेर अगाडि बढ्ने भनेर हामीले एउटा समिति नै बनाइसकेका छौँ। रियासीको यो स्थानीय चुनावमा पूर्व सन्ध्यामा हामी सबैजना एक ठाउँमा हुन्छौँ। यो चाहिँ सबै हामी चाहिँ मिल्नु पर्छ भन्ने हामीलाई चाहिँ हाम्रो पनि धार नै हो। नमस्कार, म कृष्ण कटेल। रवि लामिछाने जो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुनुहुन्छ, तर उहाँ पूर्व पक्षको लागि थुनामा हुनुहुन्छ। यो बीचमा 3 वर्ष मनाउँदैछ राष्ट्रिय स्वतन्त्र पार्टीले। अब राष्ट्रिय स्वतन्त्र पार्टी सँगसँगै बालेन शाह, हर्क साम्पाङहरू, गोपी हमालहरूदेखि कुलमान घिसिङसम्महरू एकै ठाउँमा भइदिए हुन्थ्यो भन्ने जनमानसको लड्को पनि छ। माननीय सुगना श्रेष्ठ हुनुहुन्छ यति बेला। जो परिवर्तन चाहन्छौँ सबै ठाउँमा एउटा ठाउँमा चाहिँ आउनुपर्छ है। त्यो एक ठाउँमा नआउने हो भने फेरि रिपिट हुन्छ। हामीसँग जम्मा 27 वर्ष बाँकी रहेछ। 27 वर्ष के मानेमा भन्दाखेरि 27 वर्ष भएपछि हाम्रो काम गर्ने युवा हातहरू भन्दा पेन्सन दिनुपर्ने हाम्रो वृद्ध पुस्ता बढी हुन्छ।